नमस्कार। म गोविन्दबहादुर धामी। यो अर्को नयाँ भिडियो श्रृङ्खलामा तपाईहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा नमन व्यक्त गर्दछु। गन्याधुरा गाउँपालिकाले हिजोदेखि अर्थात् जेठ 14 गतेदेखि आइसिटी तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी 4 दिने क्षमता विकास तालिमको आयोजना गरेको छ र यो विशेष तालिम आयोजना गरिदिनु भएकोमा पालिका परिवारलाई म विशेष धन्यवाद व्यक्त गर्दछु। त्यसका लागि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख आदरणीय व्यक्तित्व तस्बिर घटाल सरलाई र आदरणीय शिक्षा अधिकृत म्याम झापु पेला ठगुङ्ना म्यामलाई विशेष धन्यवाद व्यक्त गर्दछु। एआई र आइसिटी हरेक क्षेत्रको एउटा अभिन्न अङ्ग भइसकेको छ, जसमा हाम्रो आइसिटी र एआई ले जुनसुकै क्षेत्र जुनसुकै केस जहाँ पनि एकदमै डोमिनेन्ट भएर अगाडि बढिरहेको छ। यो डिजिटल लिट्रेसीको जल्दो बल्दो केस उठिरहेको यो अवस्थामा यो ट्रेनिङ आयोजना हुनु एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसको लागि हामी सम्पूर्ण विद्यालयमा काम गर्ने जति पनि कन्सर्न्स पार्टीहरू छौँ, एडमिनहरू हुनुहुन्छ होला, हामी टिचर्सहरू र विद्यालय कर्मचारीहरू, हामी सबैले यो विशेष एकदमै महत्त्वपूर्ण नगरी नहुने 21st सेन्चुरी स्किलको चाहिँ यो एकदमै महत्त्वपूर्ण पाटो हो र यो आयोजना गरिदिनु भएकोमा पालिका परिवारलाई हामी सबैको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदमै हार्दिक धन्यवाद व्यक्त गर्दछु। विशेषतः शिक्षा शाखाले यो युग सुहाउँदो सिक्ने केसमा हामी गन्याधुरा पनि पछि पर्न हुँदैन भन्ने एउटा मान्यताले अघि बढ्नु भएको छ। यसका लागि मैले फेरि पनि शिक्षा शाखा परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। विद्यालय जति पनि कामहरू छन् तिनीहरूलाई अटोमेट गर्नको लागि आइसिटी र एआई टुलहरूको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ, जसमा पहिलो दिनको रिक्याप लिएर म तपाईहरू सामु उपस्थित भएको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर भिडियोको लाभ लिनुहुन पनि म सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। अलि चिसो छ, घाँटी खसखस भइरहेको छ, यसको लागि म सुरुमै माफी चाहन्छु। र सुरुको दिन हामीले विद्यालय जति पनि डकुमेन्टहरू छन् त्यसको लागि चाहिने ग्राफिक डिजाइनहरू, लोगोको कुराहरू होला, विद्यालय पोस्टरहरूको कुरा होला, या अरू जति पनि ग्राफिक डिजाइन गर्नुपर्ने कुराहरू छ त्यसलाई एडोबी फोटोसपबाट कसरी गर्ने र हाम्रो एआई टुलबाट कसरी गर्ने भन्ने सम्बन्धमा सुरुको सेसन थियो र त्यसको लागि हामीले म एआईबाट कसरी जेनेरेट गर्ने भन्ने कुरा पनि छलफल गर्छु। र सुरुमा हामीले ग्राफिक डिजाइनको लागि प्रयोग हुने एकदमै महत्त्वपूर्ण टुल एडोबी फोटोसपबाट कसरी हामीले लोगो डिजाइन गर्ने भन्ने केसमा छलफल गरौँ। त्यसको लागि आदरणीय महानुभावहरू, तपाईहरूले यो कम्प्युटरको मुनि सर्च बारमा एडोबी फोटोसप 7.0, यहाँ अर्को एडोबी इमेज रेडी 7.0 पनि छ, कृपया त्यसलाई नखोल्नुहोला। माथिपट्टि एडोबी फोटोसप 7.0 एप भन्ने जुन यो प्रोग्राम छ, यो प्रोग्राममा क्लिक गर्नुभयो भने यसले हामीलाई
एडोबी फोटोसपको इन्टरफेसमा पुर्याउँछ। अब एडोबी फोटोसप कसरी इन्स्टल गर्ने भन्ने केसमा यदि तपाईँ अनभिज्ञ हुनुहुन्छ भने त्यसको लागि म अर्को भिडियो लिएर आउनेछु, अथवा पुरानो भिडियोहरू हेरेर पनि तपाईँहरूले एडोबी फोटोसप 7.0 जुन फ्री भर्जन हो हामीले फ्रीमा चलाउन सक्छौँ, त्यो कसरी इन्स्टल गर्ने भन्ने बारेमा हेरेर इन्स्टल गरिवरी यहाँसम्म पुग्नुहोला। र अब यसको लागि यो माथिको यसलाई टाइटल बार भन्छ, यो ट्याब बार हो, यो मेनु बार हो। यतापट्टिको यिनीहरूलाई अब सिम्पल हाम्रो बुझ्ने भाषामा रिबनहरू भन्छ, र यतापट्टिको यो चाहिँ हाम्रो टुल बार हो। अब चाहिँ हामी लोगो बनाउनको लागि एउटा ब्ल्याङ्क क्यानभास ल्याउनुपर्छ। त्यसको लागि यता यो फाइल अप्सनमा क्लिक गर्नुभयो भने सायद यो मेरो कर्सर देख्दै हुनुहुन्छ तपाईँहरू, यहाँ फाइलमा क्लिक गरेर यहाँ न्यूमा क्लिक गर्नुभयो भने पनि यो विन्डो खुल्छ। अथवा तपाईँ सर्टकट गएर म सर्टकट की युज गरेर गर्न चाहन्छु भन्नुभयो भने कम्प्युटर अथवा ल्यापटपको किबोर्डमा कन्ट्रोल र एन थिच्नुभयो भने यो विन्डो खुल्छ। अब यो विन्डो खुलिसकेपछि सुरुमा नेम राख्न भनेको छ। तपाईँ के बनाउँदै हुनुहुन्छ? सपोज म लोगो बनाउँदैछु, लोगो भनेर राख्छु। इमेज साइज 900K भनेको छ। अब त्यसपछि प्रिसेट साइजहरू भनेको छ, यहाँनिर 640 480 छ। योलाई घटाउन बढाउन चाहनुहुन्छ भने यसको यहाँनिर ड्रप डाउनहरू छ, यहाँबाट तपाईँ लेटर साइजको राख्न सक्नुहुन्छ, लिगल साइज राख्नुहुन्छ, ट्याब्लोइड साइज राख्नुहुन्छ, 2x3 4x6 5x7 8x10 यो थुप्रै साइजहरू छ, A4 A3। अब यो भने के हो भने तपाईँ जस्तो ठुलो पोस्टर बनाउँदै हुनुहुन्छ भने ठुलो साइज राख्न पर्ला, अनि तपाईँ सानो साइजको केही लोगोहरू बनाउँदै हुनुहुन्छ भने सानो साइज राख्दा पनि भ्याउँछ। त्यही भएर मैले यो 640 र 480 चुज गरेँ भने यहाँनिर पुग्यो। अब वाइड भनेको छ, तपाईँ पिक्सेलमा राख्ने या इन्चमा राख्ने, यहाँ सबै कुराहरू छ, सेन्टिमिटर राख्ने, मिलिमिटर इटिसी कुराहरू छ त्यहाँ। अनि यहाँ अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको यो रिजोल्युसन हो। रिजोल्युसन कम राख्नुभयो भने त्यो फोटोको क्वालिटी त्यति राम्रो हुँदैन। त्यही भएर यहाँ रिजोल्युसनमा 300 राख्नु होला, र त्यसपछि यहाँ मोडमा आरजिबी कलर नै राख्नु होला। जस्तो ग्रे स्टाइल राखे नि भयो, आरजिबी कलर राखे नि भयो, आरजिबी कलर नै राखौँ। त्यसपछि कन्टेन्ट वाइट भनेर चाहिँ राखेर यहाँ ओके गरिदिनु भयो भने हामीलाई एउटा लोगो बनाउन मिल्ने क्यानभास आउँछ। अब यसलाई तपाईँ यता सार्नुभयो, यतिको आएको छ भने यो किनारमा हेर्नु त, यो कर्सरलाई यतिको यो किनारमा लानुभयो भने त्यसलाई लेफ्ट क्लिक थिचेर यता सार्न सकिन्छ। अनि यतापट्टिबाट पनि यो हेर्नु त, कर्सरलाई ट्याक्क यो किनारमा राख्नुभयो भने यो दुवैतिर एरो भएको उसमा बदलिन्छ। त्यसपछि हामीले कम्प्युटर वा ल्यापटप या माउसको लेफ्ट क्लिक थिचेर त्यसलाई यताउति सार्न सकिन्छ। अब सेम तरिकाले तल माथि पनि गर्न सकिन्छ। जस्तो अहिलेको यतिको चाहिँ हाम्रो यो ड्रइङ क्यानभास हो। अब हामीले यसपछि यताको यो टुल बारमा के कुराहरू छ, यो सबै टुलबारहरूको फङ्सन के हो भन्ने कुरा हामी कुनै अर्को दिनको भिडियोमा प्र्याक्टिस गरौँला। अब यहाँ चाहिँ हामीले लोगो बनाउँदैछौँ। अब लोगोको लागि तपाईँहरूको स्कुलको लोगोमा कुन कुन कम्पोनेन्टहरू छ, त्यो कम्पोनेन्टको आधारमा चाहिँ हामीले यो टुलहरू प्रयोग गर्नुपर्छ। जस्तो यदि तपाईँको स्कुलको लोगोमा दुईवटा सर्कलहरू, एउटा सर्कलभित्र अर्को सर्कल बाहिर छ भने यहाँनिर यो टी भन्दा मुनिपट्टि छ एउटा टुल, यो रेक्टेङ्गल टुल, राउन्डेड रेक्टेङ्गल टुल, इलिप्स टुल, पोलिगन, लाइन, कस्टम सेप टुल भनेको छ। अब यो चाहिँ लिन पर्ला, यहाँनिर राइट क्लिक गर्ने, राइट क्लिक गरेपछि कुन टुल लिने भन्ने कुरा यहाँनिर देखाउँछ। जस्तो मैले यहाँनिर राइट क्लिक गरेँ भने यहाँ इलिप्स टुल आउँछ, इलिप्स टुलमा क्लिक गर्ने। त्यसपछि हामीले यो शिफ्ट र लेफ्ट क्लिक सँगै थिचेर यसलाई सर्कल बनाउन पर्छ।
आदरणीय सर म्यामहरू, मैले एकचोटि फेरि रिपिट गर्छु। यतापट्टि लेयर आएको छैन, म यता यो लेयर ल्याउनको लागि यो अप्सन क्लिक गरेँ। यहाँ विन्डोमा जाने, विन्डोमा गएर यो लेयर आउँछ। यहाँनिर हामीले जे कामहरू गऱ्यौँ यहाँ लेयरमा देखिएको हुन्छ। जस्तो अब यो लेयरलाई मैले डिलिट गरेँ राइट क्लिक गरेर। अब टुल बारमा गएर यहाँ इलिप्स अप्सन चुज गर्ने र यता आउने, क्यानभासमा आउने, क्यानभासको कतैतिर आएर शिफ्ट थिच्ने अनि यता टच प्याडको अथवा माउसको लेफ्ट क्लिक सँगै थिच्नु पर्यो। शिफ्ट र लेफ्ट क्लिक सँगै थिचेर यता टच प्याडमा हामीले सार्दै गयौँ भने यो एउटा सर्कल बन्छ। सर्कल बन्यो, हाम्रो एउटा सर्कल बन्यो। अब यसपछि हामी यहाँ माथि मुभ टुलमा जानुपर्छ। यहाँ यो प्लस छ नि, अब यो प्लस हटाउनु पर्यो। हामीले सर्कल ल्याइसकेका छौँ। अब यहाँ माथि मुभ टुलमा क्लिक गर्नुभयो भने अब यो कर्सर यस्तो फर्ममा जान्छ। अब हामीले यदि ल्यापटपको लेफ्ट क्लिक थिचेर यसलाई यताउति सार्न सक्छौँ। लेफ्ट क्लिक थिच्ने अनि हाम्रो अर्को हातले चाहिँ यो टच प्याडमा यताउति सार्यौँ भने यो सर्कललाई हामी चाहिएको ठाउँमा राख्न सक्छौँ। यो सर्कल आयो। अब यो सर्कलको स्ट्रोक बढाउनु पर्छ। स्ट्रोक बढाउने भनेको यो बाहिरीको घेरा बढाउनु पर्छ। त्यसको लागि हामी यता यो माथिपट्टिको ट्याब बटनमा यो लेयर बटनमा क्लिक गर्नुभयो भने यो लेयर स्टाइलमा छ त्यो सबै कुराहरू। मैले फेरि रिपिट गरेँ। यहाँ माथि लेयरमा जानुपर्छ। फाइल, एडिट, इमेज, लेयर, सेलेक्ट, फिल्टर आदि इत्यादि भनेको छ। यो चौथो नम्बरको टुलमा गएर लेयरमा क्लिक गर्ने। त्यसपछि यहाँ लेयरमा क्लिक गरिसकेपछि यहाँ लेयर स्टाइल भन्ने देखिन्छ। यहाँ लेयर स्टाइलमा क्लिक गर्नु होला र लेयर स्टाइलमा क्लिक गरिसकेपछि यतापट्टि आएर हेर्नु त यहाँ स्ट्रोक भन्ने अप्सन छ। यहाँ अरू टुलहरू केमा युज हुन्छ भनेपछि जस्तै यहाँ कलरहरू राख्ने अनि ग्रेडियन्ट ओभरलोहरू गर्ने, प्याटर्नहरू कस्तो राख्ने, इनर ग्लो, आउटर ग्लो आदि इत्यादि कुराहरू छ। हामीले यहाँ स्ट्रोकमा क्लिक गरौँ। त्यसपछि एउटा यो स्ट्रोक राख्नको लागि एउटा अर्को विन्डो खुल्छ। त्यसपछि यहाँ कलरमा क्लिक गर्नुभयो भने यहाँ मुनिपट्टि ब्ल्याक कलर राख्नुपर्ने अप्सन छ। यहाँ मुनि हेर्नु त यहाँ कलरहरू थुप्रै छ। यहाँ माथि रेड कलर, यहाँबाट नि चुज गर्न पाइयो हामीले जस्तो कलर राख्ने। त्यहाँनिर यो माउसको कर्सर त्यहाँ राखेर यतापट्टि हामीले ब्ल्याक कलर चाहिने हो, ब्ल्याकमा क्लिक गरौँ र यता ओके गरिदिउँ। ब्ल्याक कलर आयो र त्यसपछि यो स्ट्रोकलाई 3 बाट 4 गरौँ। स्ट्रोक भनेको त्यो कति मोटो घेरा राख्ने भन्ने हो। जस्तो हेर्नु त योलाई हामीले बढायौँ भने स्ट्रोक बढ्छ, घटायौँ भने घट्छ। भनेपछि 4 सम्मको ठिकै हुन्छ। 4 राख्ने र यहाँनिर ओके गरिदिने। हाम्रो एउटा सर्कल बन्यो। अब अर्को सर्कल बनाउनु पर्यो यसको भित्र। अब यसको लागि दुईटा तरिका छ। त्यो दुईटा तरिका मध्ये एउटा तरिका हेर्नु त यतापट्टि यो अघि लेयर, यदि यो लेयर आएको छैन भने यहाँबाट ल्याउने हो। जस्तो यो लेयर देखेको छैन, सपोज तपाईहरुकोमा यस्तो देखेको छ भने यहाँ विन्डोमा क्लिक गर्ने। त्यसपछि यहाँ लेयर्समा क्लिक गर्नुभयो भने यो लेयर अप्सन खुल्छ र यो लेयर अप्सनमा हामीले यहाँ राइट क्लिक गर्यौं भने यहाँ डुप्लिकेट लेयर भन्ने अप्सनमा क्लिक गर्ने। हामीले यता पनि लेफ्ट क्लिक गर्ने हैन, यता नि गर्ने हैन। यो शेप 1 लेखेको ठाउँमा राइट क्लिक गर्यौं भने यहाँ डुप्लिकेट लेयर भन्ने अप्सन देखिन्छ। त्यहाँ क्लिक गर्नु होला र त्यसपछि तपाईले यो लेयरलाई डुप्लिकेट गर्ने हो भन्छ, हो भन्ने, ओके भन्ने। यसरी नि आयो र होइन म यही किप्याडबाटै गर्छु भन्नुहुन्छ भने शिफ्ट थिच्ने, अल्ट थिच्ने अनि लेफ्ट क्लिक थिच्ने र यसलाई यता सार्ने। यसरी हेर्नु त यो दुईटा लेयर भयो। मैले फेरि रिपिट गरे। हामीले शिफ्ट थिच्ने बायाँ हातको एउटा औंलाले, त्यसै औंलाले अल्ट थिच्नु पर्यो, त्यसै औंलाले लेफ्ट क्लिक थिच्ने र यसलाई यता सार्ने। यो तरिका पनि भयो। होइन म यता किबोर्डमा सबै बटनहरु एउटै हातले थिच्न गाह्रो भयो भने यही अप्सनमा यहाँ क्लिक गर्ने, डुप्लिकेट गर्ने। अघि गरे जस्तै यो दुईटा लेयर आउँछ है। ल हामीले दुईटा लेयर बनाइसक्यौं।
अब यो एउटा लेयरलाई भित्र लानु पर्यो भने कन्ट्रोल टी गर्ने, कन्ट्रोल टी गरिसकेर कन्ट्रोल टी गर्ने र यसलाई यसको यता बिचतिर ल्याउँ, दुवैलाई सँगै पर्ने गरी राखौँ किनकि पछि सार्न सजिलो हुन्छ। अब हेर्नु त यतापट्टि यो 4 कुनामा यसको यो बक्स जस्तो देखिएको छ, यो भनेको साइज घटाउन बढाउन मिल्ने हो। अब यसको लागि हामीले किप्याडमा शिफ्ट थिच्ने र यताको लेफ्ट बटन थिच्ने, कृपया यो कुरा केयर गर्नुहोला। शिफ्ट थिच्ने र लेफ्ट क्लिक थिच्ने र अर्को दायाँ हातको एउटा औँलाले यो फर्स्ट प्याडमा यसलाई भित्रतिर तान्नु पर्यो। यसरी भित्रतिर तानियो भने यसरी पनि घट्छ। होइन म यसलाई अब ठिक्क बिचमै पर्ने गरी नै राख्छु भन्ने सोच्नुभयो भने जस्तो के चाहिँ गर्नु पर्यो भने यो कन्ट्रोल टी गर्ने, यसलाई बिचमा राखौँ अनि कन्ट्रोल अल्ट र लेफ्ट बटन थिचेर पनि यसको साइज बढाउन घटाउन पाइन्छ। मैले फेरि रिपिट गरेँ, यसलाई यो कुनामा राख्ने, कन्ट्रोल अल्ट र लेफ्ट बटन थिच्नु भयो भने यो जुन ठाउँमा छ ट्याक्कै त्यही ठाउँमा यसरी सानो ठुलो घटाउन बढाउन मिल्छ है। ल मैले यति चाहिँ राखेँ। ल अब हाम्रो लगभग यो लोगोको दुईटा सर्कल बनिसक्यो। यो दुईटा सर्कल मध्ये एउटा सर्कल हामीले भित्र राख्यौँ, अर्को सर्कललाई बाहिर राख्यौँ र अब हामीले यो सर्कलमा टेक्स्टहरू लेख्नुपर्ने छ। भनेको एउटा माथि यहाँ स्कुलको नेम राख्नु छ, अर्को मुनिपट्टि यता एड्रेस राख्नु छ स्कुलको। अब त्यसको लागि हामीले यो लेयर अप्सन भयो, टुलबार यसको पछाडि छ, ट्याक्कै यहाँ क्लिक गर्नुभयो भने टुलबार अगाडि आउँछ, योलाई क्लिक गर्नुभयो भने यो लेयर अगाडि आउँछ। अब टुलबार अगाडि ल्याउनु पर्यो हामीले। अब यसपछि हेर्नु त अघि टेक्स्ट लेखेको नेर क्लिक गर्नु होला, टेक्स्ट लेखेकोमा क्लिक गर्नुभयो भने त्यो यतापट्टि आएर त्यो यस्तो खालको देखिन्छ है। अब यहाँ क्लिक गरौँ र त्यसपछि यता प्रिटी फन्ट राख्नु पर्यो। हेर्नु त अहिले मेरो डिफल्ट प्रिटी नै छ। यदि तपाईँकोमा अर्को फन्ट छ भने यहाँबाट जुन फन्ट छ त्यहाँ क्लिक गर्ने, यहाँ PREETI प्रिटी आउँछ र अब त्यसपछि हाम्रो स्कुलको नाम लेख्नु पर्यो। अहिले यहाँ सेतो भएको छ, अब यहाँ स्कुलको नेम लेख्दै गरौँ। अब यहाँ तपाईँको कलर चाहिँ टाइप गर्दाखेरि केही देखेको छैन भने यहाँनिर गएर यो ब्ल्याक कलर छान्नु होला। यो टाइप गर्दाखेरि केही पनि देखेन भने त्यो टाइप गरेकोलाई ए गर्ने र यहाँ यो चाहिँ यहाँनिर हेर्नु त यो मेरो कर्सर देखिँदैछ, यहाँनिर गएर त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँ कलरको अप्सन देखिन्छ अनि कलरहरू लेख्न पायो। ल मैले श्री जनता माध्यमिक विद्यालय भनेर यति चाहिँ लेखेँ। ल अब यो टेक्स्टलाई मैले अब बेन्ट फर्ममा राख्नु पर्यो, आर्क फर्ममा राख्नु पर्यो भने अब दुईटा अप्सन छ, यसलाई सिलेक्ट गर्ने र यतापट्टि हेर्नु त यो टी लाई घुमाएको जस्तोमा क्लिक गर्नुभयो भने यहाँनिर त्यसरी नै जान पाइयो। होइन म यसलाई सिलेक्ट गरेर तपाईँको राइट क्लिक गर्नुभयो भने यता ऱ्याप टेस्ट भन्ने छ, यहाँ ऱ्याप टेस्टमा क्लिक गर्नुभयो भने पनि यही विन्डो खुल्छ। यहाँबाट यो टीमा क्लिक गर्नुभयो भने पनि त्यही विन्डो खुल्छ। अब त्यसको लागि यहाँ नन भनेको छ, यहाँ अब हजुरले आर्कमा चाहिँ क्लिक गर्नु पर्यो। आर्कमा क्लिक गर्नुभयो भने यहाँ यस्तो अप्सन खुल्छ। हेर्नु त उतापट्टि यो बेन्ड भइसकेको छ। अब बेन्ड कति बेन्ड गराउने भन्ने कुरा हेर्नु त यतापट्टि छ। यो अहिले योलाई हामीले लेफ्ट क्लिक गरेर यता सार्यौँ भने यो कस्तो फर्ममा बेन्ड हुने भन्ने कुरा जान्छ। अब यो तपाईँको सर्कल कति ठुलो बनाउनु भएको छ त्यसमा डिपेन्ड होला। ल मैले यति चाहिँ राखेँ। अब चाहिएको कुराहरू अझ हामी बढाउँला या घटाउँला। त्यसपछि अब हामी यसलाई कन्ट्रोल टी गरेर यसलाई यता सार्यौँ भने यो यसरी राख्न मिल्छ।
है। अब यसलाई हामीले यतापट्टिबाट यसरी नि बढाउन पाइयौँ अनि यता पनि घटाउन पाइयो भनेपछि अब हामीले जस्तो चाहिएको त्यस्तो चाहिँ हामी राख्न मिल्यो। अब त्यसको लागि कन्ट्रोल अल्ट टी गरेरै घटाउन बढाउन पाइयो। ल हामीले एउटा टेक्स्ट लेखिसक्यौँ। अब यस्तै टेक्स्ट हामीले मुनि पनि लेख्नु पर्यो भने अघिको जस्तै हामीले अब टेक्स्ट चाहिँ कन्यापुरा हो। अब देखेन नि यता हेर्नु त, हो यो देखेन भने यसलाई कन्ट्रोल ए गर्ने। अब यहाँनिर गएर यहाँबाट नि चेन्ज गर्न मिल्छ। यो यहाँनिर सेतो बटनमा गएर त्यहाँ कलर राख्न मिल्छ। होइन म त्यसरी गर्दिनँ भन्नुहुन्छ भने यहाँ लेयर अप्सनमा जाने, लेयर स्टाइलमा जाने, यता कलर ओभरलेमा जानुभयो भने कस्तो कलर राख्ने भन्ने कुरा देखिन्छ। हो यहाँ अघिको त्यो बक्समा क्लिक गर्नुभयो भने पनि यस्तै देखिन्छ। ओके गर्ने, त्यसपछि यहाँबाट ओके गरिदिनु होला। कन्यापुरा 3 सकायल डडेलधुरा। यति चाहिँ छ। अब यहाँनिर मेरो सर्टकट की नभएर, यो किबोर्ड नभएर मेरो ल्यापटपमा सर्टकट की सपोर्ट गर्दैन। मैले यसलाई टाइम्स रोमनबाट यो ट्यास चाहिँ दिएँ। ल अब यसलाई पनि हामीले बेन्ड गराउनु पर्यो भने यति सेलेक्ट गर्ने, यहाँ यो टी बेन्डको अप्सनमा गएर नि हुन्छ। होइन यसलाई हामी ऱ्याप टेस्ट गऱ्यौँ भने यहाँबाट नि अघिको जस्तै गरेर यो आरको अप्सनमा क्लिक गर्नु होला। अब हामीले यसलाई यतापट्टि यो हेर्नु त 20 को लाइनभन्दा यता ल्यायौँ भने यो मुनिपट्टि बेन्ड हुन्छ। मैले 57 जस्तो राखेँ। अब तपाईँहरूलाई कस्तो चाहिएको छ त्यसै अनुसारले राख्नु होला। मैले यहाँ ओके गरिदिएँ भने यो चाहिँ हाम्रो यस्तोमा बेन्ड भयो। अब यसलाई कन्ट्रोल टी गर्नुभयो भने त्यो सेलेक्ट हुन्छ र यसलाई हामी आफ्नो सर्कलभित्र चाहिँ राख्ने। अब सर्कलभित्र राख्दाखेरि अझै बेन्ड भएन भने के अरे अघिको जस्तै गरेर कन्ट्रोल ए गर्ने, ऱ्याप टेस्ट गर्ने अथवा त्यो माथिकोबाट क्लिक गर्ने। अझ यसलाई अलि अझ बेन्ड गर्ने, यसलाई 62 60 भयो अनि लेफ्ट क्लिक गर्दै यसरी बेन्ड गर्दै गर्दै ल्याउने। यसो गर्नुभयो भने यस्तो फर्ममा बेन्ड भयो। र यसलाई अलि माथि सार्दिउँ अनि यतापट्टिबाट हामीले थोरै यता ल्यायौँ भने र यतापट्टिबाट क्लिक गरेर थोरै यता ल्यायौँ भने यो यतिकोमा बेन्ड हुन्छ। मजाको बेन्ड भयो। अब यसलाई अलि थोरै मुनि ल्याइदिउँ। ल अनि यो माथिको फन्ट बढाउनु पर्यो 6 बाट तपाईँलाई 9 सम्मको चाहियो भने यहाँबाट फन्ट नि बढाउन पाइयो। अहिले 8 सम्मै राखौँ। तपाईँ सर्कलमा जतिको फन्ट छ त्यसै अनुसारले कम बढी राख्न सक्नुहुने भयो हजुरहरूले। ल ओके, अब टेक्स्ट लेख्ने काम हजुरहरूले सक्नुहुन्छ भन्ने विश्वास लिएँ मैले। अब त्यसपछि यहाँ मुभ टुलमा जाने। अब मुभ टुलमा गएर अब हामीले यो भित्रपट्टि तपाईँको लोगोमा कुन कुन कम्पोनेन्टहरू छ त्यो कम्पोनेन्टहरू ल्याउन पर्यो। जस्तो षट्कोण होला या बुकहरू होलान् या स्टारहरू होला, त्यो सबै यहाँ हजुरले यहाँ ल्याएर आउनु पर्यो। अब त्यसको लागि तपाईँले पहिले नै यो लोगो बनाउनुभन्दा पहिले नै के अरे षट्कोणहरू डाउनलोड गर्ने, बुकहरू डाउनलोड गर्ने, स्टारहरू डाउनलोड गर्ने। जस्तो अब त्यसको लागि के गर्न सकियो भने एउटा राम्रो वेबसाइट छ। जस्तो मैले षट्कोणको ल्याउनु पर्यो भने षट्कोण भन्ने अनि PNG विङ भन्ने एउटा यो हामीलाई चाहिने जति सबै PNG फर्मका राम्रो राम्रो क्वालिटीको यो फिगरहरू पाउँछ। अब त्यसको लागि यहाँ तपाईँले यो षट्कोणमा क्लिक गर्नुभयो
र यहाँनिर गएर यो डाउनलोड भन्ने अप्सन छ, यहाँबाट डाउनलोड गर्नुभयो भने यसलाई पनि डाउनलोड गर्ने। अब स्टार चाहिएको हो भने स्टार पनि डाउनलोड गर्ने। तपाईँलाई यस्तो खालको षट्कोण चाहिएको हो भने यस्तो खालको षट्कोणहरू ल्याउने। भनेपछि मैले पहिलेदेखि नै डाउनलोड गरेर राखेको छु, त्यही भएर म अहिले डाउनलोड गर्नतिर लागिनँ। अब त्यसको लागि अब त्यो फोटो ल्याउने तरिका दुईटा छ। यहाँ फाइलमा गएर ओपन गरेर ल्याउनु भयो भने पनि हुन्छ। अब यो डाउनलोडमा छ मेरो त्यो फाइलहरू, यो फाइलहरू होइन, म डिरेक्ट चाहिँ यहीँबाट गर्छु भन्नुहुन्छ भने अब यतिको यो हाम्रो लोगो बनाउने क्यानभास हो। यो लोगो बनाउने क्यानभास भन्दा बाहिर जता पनि यतातिर डबल क्लिक गरिदिनु भयो भने त्यसले चाहिँ यसले सिधै त्यो फाइल हाल्न, फोटो हाल्न मिल्ने उसमा जान्छ। अब तपाईँले कहाँ राख्नु भएको छ, डेस्कटपमा गएर यहाँ डाउनलोडमा बस्या होला प्रायः, यहाँ क्लिक गर्नुभयो भने मुनिपट्टि यो षट्कोणमा क्लिक गर्ने। यो षट्कोणमा क्लिक गरेर यो फोटो त्यहाँ खुल्छ। त्यसपछि यहाँ मुभ टुलमा जाने र त्यसपछि हाम्रो माउसको लेफ्ट बटन क्लिक गरेर यता ड्र्याग गर्नुभयो भने यो यता चाहिँ आउँछ। अब यो एकदमै ठुलो भएर आयो। अब यसलाई चाहिँ सानो बनाउनको लागि कन्ट्रोल टी गर्ने। कन्ट्रोल टी गर्नुभयो भने हेर्नु त यो कुनामा यसरी यसको बाउन्ड्री लाइनमा यसरी यो कुनामा राख्ने। कुनामा राखेर अब अल्ट के अरे सिफ्ट अल्ट र लेफ्ट की थिच्ने माउसको, योलाई यसरी चाहिँ ड्र्याग गर्दै सानो बनाउन पाइयो। अब तपाईँ जति सानो चाहनुहुन्छ त्यति सानो चाहिँ यहाँ राख्न पर्यो। मलाई यतिको षट्कोण भयो भने लगभग पुग्छ कि अलिक थोरै बढाउँ। अब तपाईँको जस्तो सरस्वतीको फोटो छ भने तपाईँ बिचमा सरस्वतीको फोटो राख्न सक्नुहुन्छ। खालि ओपन बुक मात्रै छ भने ओपन बुक मात्रै पनि राख्न सक्नुहुन्छ। अब जे छ त्यो अनुसारले राख्नु होला। भनेको फोटो इन्सर्ट गर्ने कुराहरू सेम हो। अब अर्को फोटो ल्याउँछु म, ओपन बुकको फोटो। त्यही अघिको डाउनलोड बटनमा गए र त्यसपछि अब तपाईँले कता राख्नु भएको छ, मुनिपट्टि कतातिर छ त्योहरू, जस्तो यो ओपन बुक यो हो, यहाँ क्लिक गर्ने। त्यसपछि ओपनमा क्लिक गर्ने, यो पनि यहाँ आउँछ। त्यसपछि यहाँ मुभ टुलमा छ कि छैन हेर्नु होला। अहिले मेरो मुभ टुलमै छ। मुभ टुलमा छ भने ठिक छ, मुभ टुलमा छैन भने यहाँ मुभ टुलमा क्लिक गर्ने अनि ड्र्याग गर्ने। अब यहाँ टच प्याडको लेफ्ट क्लिक गरेरै यहाँ ड्र्याग गरेर यहाँ ड्रप गरिदिनु भयो भने यो यतिको बुक चाहिँ आयो। अब यसलाई पनि सानो बनाउनु पर्यो भने कन्ट्रोल टी थिच्ने किबोर्डबाट। त्यसपछि यो कुनामा लैजाने। हेर्नु त अरूतिर लग्यो भने यस्तो देखिन्छ कर्सर। अनि यो कुनाबाट हामीले यता सानो बनाउनु पर्ने हो, त्यही भएर यो कुनामा राख्ने। कुनामा राखेर सिफ्ट थिच्ने अल्ट थिच्ने लेफ्ट क्लिक थिचेर यसलाई ड्र्याग गर्दै सानो बनाउन पाइयो। र यसपछि यसलाई यो भित्र ठिक्क बिचमा राख्ने। अब अझै सानो भएन भने सिफ्ट थिच्ने अल्ट थिच्ने लेफ्ट क्लिक थिचेर यहाँ भित्र राखिदिनु भयो भने हामीलाई चाहिएको जति साइजमा यतापट्टि यो बुकलाई भित्रपट्टि राख्यौँ। ल अब भित्रपट्टि राखिसकेपछि अब हाम्रो स्कुलको लोगोमा यहाँनिर र यहाँनिर दुईटा स्टारहरू छ। त्यो स्टार पनि ल्याउनको लागि अघिको जस्तै नगरी डबल क्लिक गर्ने बाहिर क्यानभासमा। त्यसपछि अब त्यो स्टार कहाँ छ, जस्तो यो स्टार हो भने यो स्टार भयो। अब जस्तो स्टार छ त्यस्तो स्टार चाहिँ क्लिक गर्नु होला। अब अहिले यो स्टार भयो। अब यसलाई पनि मैले यहाँ ल्याउनु पर्यो भने अघिको जस्तै ड्र्याग र ड्रप गर्ने। ल अब यो पनि एकदमै ठुलो आयो। हेर्नु त यता आयो यसको कुना। अब यहाँ कुनामा राखेर सिफ्ट अल्ट र लेफ्ट बटन यसरी सानो बनाउनु भयो भने सानो देखिन्छ। अझै सानो बनाउनु पर्यो, लेफ्ट थिच्ने अल्ट थिच्ने, अझ सानो सानो बनाउँदै जानुभयो भने यसरी चाहिँ यो सानोमा जान्छ। अब यसलाई यता लैजानु पर्यो भने लेफ्ट क्लिक थिचेर यता लैजाने। अझ यहाँ सानो बनाउनु पर्यो, अटेन। त्यही हो, सानो बनाउनलाई कन्ट्रोल टी थिच्ने, त्यसपछि सिफ्ट थिच्ने अल्ट थिच्ने र यताको लेफ्ट बटन लेफ्ट क्लिक चिराख्नुभयो भने यो चाहिँ बन्छ। ल अब यो स्टार यतातिर पनि चाहियो, यसलाई यतातिर पनि चाहियो भने यसको लागि चाहिँ हामीले त्यसलाई एकचोटि कन्ट्रोल टी गर्ने, त्यो सेलेक्ट हुन्छ। यहाँ माथि ओकेमा क्लिक गरिदिने। त्यसपछि हामीले सिफ्ट अल्ट र लेफ्ट बटन लेफ्ट क्लिक, सिफ्ट अल्ट र लेफ्ट क्लिक, माउसको लेफ्ट क्लिक अथवा टच प्याडको लेफ्ट क्लिक
दबाइराख्ने। त्यसपछि हामीले यता अर्को औँलाले यो माउसलाई यता सार्यौँ अथवा यो टच प्याडलाई यता सार्यौँ भने यसरी अर्को लेयर बन्छ। यसको ठ्याक्कै डुप्लिकेट कपी बन्छ है। ल हामीले यो पनि गर्यौँ। अब हाम्रो स्कुलको यहाँनिर स्थापित भन्ने पनि छ। स्थापित लेख्नको लागि अघिको नजस्तै यहाँ टुलमा क्लिक गर्ने, यहाँ हामीले चाहिँ अर्को चाहिँ स्थापित भनेर लेख्नु पर्यो। अघिको जस्तै हेर्नु त टेक्स्ट सेतो कलरको आयो, भित्र केही पनि देखेन भने लेख्दा लेख्दै टाइप गर्दा गर्दै कन्ट्रोल ए गर्ने र यतापट्टिको हेर्नु है, यहाँनिर मेरो अहिले क्लिक गर्न नमिलेर मात्रै हो। यो सेतोमा क्लिक गर्नुभयो भने त्यहाँ थुप्रै अप्सनहरू देखिन्छ र मुनिपट्टि ब्ल्याक कलर चुज गर्ने। अब त्यसको लागि म अर्को ट्रिकबाट जाँदैछु अहिले, कलर ओभरलेबाट। यहाँ कभर ओभरले गर्नुभयो भने अहिले रेड कलर डिफल्टमा दिन्छ, मलाई ब्ल्याक कलर हो। अघिको न जस्तै त्यहाँनिर जुन सेतो के अरे बक्स थियो नि, हो त्यहाँनिर क्लिक गर्नुभयो भने यस्तै देखिन्छ। अब मुनिपट्टि छ हेर्नु त ब्ल्याक कलर मुनिपट्टि छ, यहाँ क्लिक गर्ने। त्यसपछि यहाँ ओके मा थिच्दिनु होला। स्थापित छ, स्थापित नै लेखेँ मैले। अब यो अलि ठुलो भयो भने यसको फन्ट अहिले 7 छ, यसलाई 6 बनाइदिनु भयो भने यो सानोमा जान्छ। अब यसलाई अलि माथि सार्नु पर्यो भने कन्ट्रोल टी गर्ने। त्यसपछि यता हेर्नु त यो लेफ्ट एरो र राइट एरो, यो तपाईको किप्याडको, यो ल्यापटपको किप्याडको यता त्यो टच प्याड भन्दा उतातिर हुन्छ। माथि सार्ने कि तल सार्ने भन्ने कुरा हो त्यहाँनिर हुन्छ। र मैले यता ल्याएँ। अब त्यसपछि यहाँनिर अर्को 2026 भनेर राख्छु। त्यसपछि यसलाई पनि नत्र एकैमा लेखे नि हुन्छ। जस्तो यहाँनिर क्लिक गर्ने, उता उता स्पेस बार थिच्दै 2026 गर्नुभयो भने अब यो अलि यता आयो, यसलाई कन्ट्रोल टी थिच्ने र यसलाई यता सार्दिने। ल हाम्रो लोगो तयार भइसक्यो। यति चाहिँ गर्न पर्यो। ल अब यसपछि हामीलाई यसको यो ब्याकग्राउन्ड चाहिएन, यो ब्याकग्राउन्ड हटाउनु पर्यो भने हेर्नु त यतापट्टि हाम्रो धेरैवटा भइसकेको छ। यो लेयरमा जति काम गर्यौँ सबै कुरा यहाँ हामीले कति बेला के गर्यौँ, कुन टेक्स्ट हो कुन सेप हो भन्ने कुरा यहाँ आउँछ। यहाँ हामीले हेर्नु त यतापट्टि यसलाई माथि सार्यौँ र यतापट्टि आएर यो मुनि लास्टमा छ। अब यतापट्टि छ ब्याकग्राउन्ड। ब्याकग्राउन्डमा यो यहाँनिर आँखा जस्तो छ अप्सन, योलाई हटाइदिनु भयो भने ब्याकग्राउन्ड पुरै जान्छ। यो यतापट्टिको यो ब्याकग्राउन्ड हट्यो र हामीलाई यति लोगोको चाहिने कुराहरू मात्रै आयो। भनेपछि यहाँ क्लिक गर्नुभयो भने ब्याकग्राउन्ड देखिन्छ। यहाँ यसलाई अनहाइड गरिदिनु भयो या हाइड गरिदिनु भयो भने त्यो हटाउन राख्न मिल्ने हुन्छ। म अहिले यसलाई हाइड गरिदिन्छु भनेको यहाँनिर राख्छु, ब्याकग्राउन्ड हट्यो। अब यो ब्याकग्राउन्ड हटिसकेपछि हामीले यसलाई यता कन्ट्रोल एसबाट गए नि यो सेभ अप्सन आउँछ हैन, म फाइलबाटै जान्छु भन्नुहुन्छ भने यहाँ फाइलमा जाने, त्यसपछि सेभ एजमा क्लिक गर्ने। हामीले यसलाई कस्तो फर्ममा सेभ गर्ने, यो फोटोसपकै फर्मेटमा सेभ गर्ने भएपछि सेभ गर्नु पर्यो। अब हामीलाई त फोटोसप चाहिएन, हामीलाई त फोटो चाहिने हो। अब त्यसको लागि यो पीएनजी फर्म चुज गर्नु पर्यो। त्यसपछि यहाँ हामीले लोगो भनेर राखौँ है, लोगो जनता भनेर राख्छु म। ल लोगो जनता। अर्को फाइल रहेछ, हामीलाई 12 भनिदिन्छु। यसपछि यहाँनिर तपाईँ कहाँ सेभ गर्ने भन्ने कुरा यहाँ डाउनलोडमा सेभ हुँदैछ मेरो। अब कहाँ सेभ गर्ने भन्ने यहाँबाट चेन्ज गर्न मिल्छ। यहाँनिर डाउनलोडमै मैले सेभ गरिदिन्छु। भनेपछि अब यसले सेभ गर्ने अप्सनमा यो ओके भन्छ, ओके गरिदिने। र अब यो पीएसडी फर्मलाई पनि हामी सेभ गरेर राखौँ, पछि चाहिन सक्छ। भनेपछि अब एकचोटि हेर्नु होला हाम्रो डाउनलोडमा चाहिँ यो लोगो आयो कि आएन भन्ने कुरा देखिन्छ। हेर्नु त हाम्रो एकदम मजाको लोगो बनेर आइसक्यो। अब यसलाई हामी हाम्रो चाहिएको ठाउँमा मजाले युज गर्न सक्छौँ है। ल यो त भयो फोटोसप युज गरेर कसरी चाहिँ हामीले लोगो बनाउने भन्ने कुराको लागि। अब सरहरू म तपाईँहरूलाई हामीले यति हेर्नु त 33 मिनट जतिको सरासर गर्दा पनि 33 मिनट जति लाग्यो। र अब चाहिँ हामी के अरे एआईबाट कसरी लोगो बनाउने भन्ने केसमा जाउँ। त्यसको लागि तपाईँहरू गुगल क्रोममा जानु। गुगल क्रोममा गइसकेर कुनै एउटा
गुगल आइडी चुज गर्नु र त्यसपछि यता जेमिनी भनेर सर्च गर्नु। गुगलको जेमिनी टुल हो यो जेनेरेटिभ एआई। अहिले विश्व मासभरि नै एकदमै धेरै युज भइरहेको र गुगलले फ्रीमा दिएको टुल हो। योबाट हामी धेरै कामहरू गर्न सक्छौँ। म आज लोगो कसरी डिजाइन गर्ने भन्ने केसमा हजुरहरूलाई यो बताउन गइरहेको छु। अब यसको लागि यहाँ जेमिनाईको यो सुरुमै देखिन्छ गुगल जेमिनी भन्ने, यहाँ अरू पनि खुल्छ। अब अरूतिर चाहिँ नजानु होला। यो gemini.google.com क्लिक गर्नुभयो भने यो जेमिनी खुल्छ है। अब त्यसपछि हामीले के चाहिँ बनाउनु पर्यो भने यसको लागि तपाईहरुले अगाडि नै यो चाहिँ कुनै व्हाइट पेपरमा तपाईहरुले यो लोगो चाहिँ बनाउनु पर्यो। हजुरहरुको स्कुलको लोगो कस्तो छ हातैले बनाउने। अब हातैले बनाउँदाखेरि के कुरा केयर गर्नु होला भने यो अक्षरहरु चिन्ने अक्षरहरु लेख्नु होला। किनकि अब यो गुगलको अटो लेन्सले त्यहाँ हाल्दाखेरि यो चिन्ने चाहिँ हुनुपर्छ। त्यही भएर यसरी सर्कल बनाउँदाखेरि तपाईहरुले के रे जन त्यो कम्पासले गर्नुभयो भने एकदम राम्रो, न त भने एआईले बुझिहाल्छ। तर चाहिँ यो राइटिङहरु चाहिँ एकदमै क्लियर हुनु पर्यो। राइटिङ यदि बुझिनै भएनन् भने अरू लेखिदिन्छ। त्यही भएर राइटिङहरु बुझिने गरी यो अब जस्तो छ लोगो बनाउनु होला। त्यसपछि त्यसको फोटो खिच्ने, फोटो खिचिसकेर अब ल्यापटपमा राख्नु होला या मोबाइलमा राखिराख्ने। त्यसपछि यहाँ जेमिनाईमा जाने र त्यसपछि त्यो फोटोलाई हाम्रो ह्यान्डमेड लोगोलाई यहाँ अपलोड गर्ने। त्यसको लागि यहाँ प्लस अप्सन छ। प्लस अप्सनमा थिचेर यहाँ अपलोड फाइल भन्नेमा क्लिक गर्नु होला र त्यसपछि जुन अघिको त्यो फोटो छ नि हो त्यसलाई क्लिक गर्ने र यसपछि यहाँ ओपनमा क्लिक गर्नु होला। ल अब त्यसपछि फेरि यही उसमा क्लिक गर्ने र यसको क्रिएट इमेज भन्ने टुल चाहिँ युज गर्नु पर्यो। न्यानो बेनाना हो यो। त्यो इमेज चुज गर्ने र अब यसलाई भन्नु पर्यो है। अब यसलाई तपाई जस्तो ल्याङ्ग्वेजमा भने पनि हुन्छ है। ल यहाँ अपलोड गरिएको फोटोमा देखाए जस्तै एउटा गुड क्वालिटी ब्ल्याक एन्ड लोगो बनाएर दिनुहोस्। त्यो लोगोमा टेक्स्ट, शेप, सिम्बल सबै एट्याच अथवा अपलोड गरेको फोटोको जस्तै सेम हुनु पर्छ। ल यति भनेपछि साइट बनाउँछ होला। र प्रम्प्ट अझै क्लियर गरेर दियौं भने यसले बनाएर दिन्छ। र यसपछि यहाँ सबमिट भन्ने अप्सन छ अथवा त्यहाँ माथि एरो सेन्ड गर्ने एरो छ। यहाँ हामीले अपलोड गर्दियौं भने यसले चाहिँ लोगो बनाउन थाल्छ। ल हेर्नु त यसले हाम्रो स्कुलको एकदमै कति राम्रो डिटेल सबै यहाँ उले बनाएर दियो।
अब यहाँनिर के गर्यो भने उसले डडेलधुरा मात्रै लेख्यो, हामीले डडेलधुरा क्लियर लेख भन्नुपर्छ, जस्तो उसले चिनेन कि राइटिङ। त्यही भएर अब के भन्नु पर्यो भने अब उसलाई एप्रिसिएसन दिउँ, ग्रेट भनौँ, राम्रो गरिस् भन्नु पर्यो होइन। अब चाहिँ इन द, यसो भनौँ न, नेपालीमै भन्नु, तलतिरको एड्रेस टेक्स्टमा, अब यो स्पेलिङ मिस्टेक हुन सक्छ है, एड्रेसमा एड्रेसमा भएको डडेलधुरा डडेलधुरा भनेको छ। त्यसले अब के बना भन्नु पर्यो भनेपछि डडेलधुरामा भएको डडेलधुरालाई डडेलधुरा बनाउनुहोस् भन्नु पर्यो। ल यति भयो भने अब त्यसले त्यो लोगो चाहिँ सच्याएर दिन्छ। यसले अब थोरै टाइम चाहिँ लिन्छ है, नेटको स्पिडको अनुसार चाहिँ टाइम लिन्छ। ल हेर्नु त, उसले धनियाधुरा 3 सकायल डडेलधुरा भनेर बनाइदिइसक्यो। यहाँ स्टारहरू पनि राख्यो। यतापट्टि यो लोगोमा सबै कुराहरू डिटेलली राखिदिएको छ। अब यसलाई चाहिँ हामीले डाउनलोड गर्नु पर्यो। यहाँनिरबाट यो डाउनलोड गरे नि हुन्छ, न त यसलाई राइट क्लिक गरेर सेभ इमेज एज भनेर यहाँ हामीले यो जेपिजी फर्म, अब कस्तो फर्ममा राख्नुहुन्छ, जेपिजी फर्ममै राखौँ, यहाँ सेभ गरिदिनु होला। ल अबको काम भनेको यसमा हेर्नु त, यो लोगो हो। अब यसको ब्याकग्राउन्ड हटाउनु पर्यो भने हामीले त्यसमा त नचाहिने ब्याकग्राउन्डहरू पनि छ भनेपछि अब त्यो ब्याकग्राउन्ड हटाउनुको लागि रिमुभ बिजी भन्ने एउटा एकदमै महत्त्वपूर्ण एकदमै राम्रो वेबसाइट छ, त्यहाँ जानु पर्यो। रिमुभ बिजी भनेर यो सुरुमै आउँछ, रिमुभ ब्याकग्राउन्ड www.remove.bg भन्ने छ, यहाँ क्लिक गर्नु होला र त्यसपछि त्यो फोटोलाई यहाँ अपलोड गर्नु होला। यहाँबाट अपलोड गर्ने अघिको फोटो यो हो, यहाँ क्लिक गर्छु म। त्यसपछि यहाँ ल्याइसकेपछि अब त्यसले सबै ब्याकग्राउन्ड हटाइदिन्छ। ल हेर्नु त, सबै ब्याकग्राउन्ड हटाइदिएर हामीलाई चाहिने कुरा मात्रै राख्यो भनेपछि अब यति हटाइदिइसकेर यहाँ डाउनलोड गर्ने, डाउनलोडको यो प्रिभ्यू अप्सनमा क्लिक गर्नुभयो भने त्यो हाम्रो डाउनलोड भएको के अरे विदाउट ब्याकग्राउन्डवाला लोगो खुल्छ। हेर्नु त, यसमा कुनै पनि ब्याकग्राउन्ड छैन भनेपछि यसरी हामी हाम्रो स्कुलको लोगो अनि त्यसपछि पोस्टरहरू बनाउने कुराको लागि यो फोटोसप र यो जेमिनी टुल या तपाईँ च्याटजिपिटीको पिक्चर जेनेरेटर टुल पनि युज गर्न सक्नुहुन्छ। ओके, र अब त्यसपछि को केसमा मैले यो अब चाहिँ अर्को पावर पोइन्ट प्रेजेन्टेसन कसरी बनाउने, टिचिङको लागि पावर पोइन्ट प्रेजेन्टेसनहरू कसरी बनाउने, छिटो र एकदमै एक्युरेट पावर पोइन्ट प्रेजेन्टेसनहरू कसरी बनाउने भन्ने केसमा म अर्को भिडियोमा जानकारी दिनेछु। कृपया त्यो भिडियोको लागि प्रतीक्षामा रहनुहोला र यो भिडियो पनि अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद दिँदै र अर्को भिडियो के अरे पावर पोइन्ट प्रेजेन्टेसन सम्बन्धी ल्याएर आउने बाचा गर्दै यो भिडियोबाट बिदा हुन्छु। हस्, धन्यवाद।